हाई गाइज आज चाहिँ मलाई थाहा नभएको कुरा भन्न आएको हजुरहरूलाई अब फेरि गवार नसम्झिनु होला है। अब त्यति भिडियो बनाउँदिनँ नि त म युट्युबमा। युट्युब त्यति चलाउँदिनँ म। अब युट्युब हेर्दिनँ भन्दा नि हुन्छ। केही सर्च गर्नु पर्दाखेरि मात्र म हेर्थेँ कि सधैँ है। अनि अचेल चाहिँ एक दुईवटा भिडियोहरू लाउँछु, बनाएको भिडियोहरू। यसरी बोलेर कहिले बनाएको थिइनँ क्या मैले है। अनि आज राति चाहिँ मैले हेरेको अब फेसबुकहरू अनि यो टिकटकमा त जति टाइम हेर्दाखेरि पनि हुन्छ नि त, जतिखेर हेर्दा पनि केही भन्दैन नि त होइन। फेसबुक युट्युब फेसबुक र टिकटकहरूले। अनि युट्युबमा चाहिँ कस्तो स्लिप टाइम भनेर दिँदो रहेछ क्या। अनि बेड टाइम भनेर त्यसरी दिँदो रहेछ। अनि 5 बजेपछि चलाउन मिल्ने, अब 5 बजे चलाउनु भन्दो रहेछ क्या, बिहानको 5 बजे। कस्तो राम्रो लाग्यो क्या मलाई त्यो सिस्टम चाहिँ, एकदम राम्रो लाग्यो, खुसी लाग्यो क्या। अनि कतिखेर बिहान होला र अनि भिडियो बनाउनु है। 2 बजे मैले खोलेको थिएँ क्या, रातिको 2 बजे। अब फेसबुक चलाइराखेको थिएँ, फेसबुक हेरिराखेको थिएँ। अनि 2 बजे मैले खोलेको युट्युब, यसो हेर्नु पऱ्यो कतिको भ्युजहरू आएको छ भनेर होइन। अब त म नयाँ क्रिएटर हो होइन, पुरानो पनि होइन, 2-4वटा भिडियो बनाएको छु युट्युबमा। अनि हेर्दाखेरि अनि स्लिप टाइम भनेर थियो। सुरुमा त म छक्क परेँ होइन, के भनेको भनेर क्या। अब थाहा छैन नि त होइन। अब तपाईँहरूलाई थाहा होला, तपाईँहरूलाई थाहा छ, अब तपाईँहरू चलाइरहनुहुन्छ होइन, चलाइरहने बानी छ तपाईँहरूको। अब म त चलाउँदिनँ थिएँ नि त त्यति। अनि मलाई जे भए पनि खुसी लाग्यो क्या। मलाई त्यस्तो प्रोग्राम रहेछ उसमा युट्युबमा भन्ने लाग्यो क्या मलाई। खुसी लाग्यो मलाई, युट्युबदेखि चाहिँ धेरै खुसी लाग्यो क्या। अनि कतिखेर भिडियो बनाउनु होला यसरी बोलेर भनेर क्या। अनि अहिले बिहान भएपछि अनि भिडियो बनाएको। अब फेसबुकहरू त हामी धेरै चलाउँछौँ नि त, जतिखेर अब रातभरि सुते नि भयो नसुते नि भयो, हामी त हेरेको गर्छौँ, चलाएको गर्छौँ नि त होइन। निन्द्रा लागे सुतिन्छ, नलागे चलाइन्छ नि त। तर फेसबुकले त त्यस्तोहरू भन्दैन नि त, अब सुत्ने टाइम इधर उधर भन्दैन नि त। अनि यो युट्युबमा चाहिँ मलाई एकदम राम्रो लाग्यो क्या, त्यो प्रोग्राम रहेछ है। तपाईँहरूलाई यसो सुनाएको खुसी लाग्यो।